सचिव सूर्यनाथ उपाध्यायका अनुसार नेपालको पार्लियामेन्टको रेकर्डमा त्यस्तो कुनै पनि सङ्कल्प पेश नभएको भनेका छन्। एमाले र कङ्ग्रेसले भारतसँग विभिन्न प्रश्न जवाफ नमागिकनै महाकाली सन्धि पारित गरे। कि उनीहरूले देशप्रति गरेको गद्दारी थियो। भारतको रेस्पोन्स दिन नखोजेर एक आपसमा क्वेसन्स र आन्सरको जुहारी खेले, जुन जुहारी मिनिङलेस थियो किनकि यो दोहोरी देशको इन्ट्रेस्टमा थिएन। भारतले भने हेरिरह्यो नेपाली संसदको तमासा र रमिता। महाकाली सन्धिको पारितपछि सबैभन्दा मेन र इम्पोर्टेन्ट टास्क थियो डिपिआर तयार गर्ने। पहिला त 6 महिनामा डिपिआर तयार गर्ने भनी प्लान गरियो। त्यसैले इनिसिएसन स्वरूप नेपालमा जोइन्ट अफिस खोलियो, तर कुनै रिजल्ट देखिन र लसमा पनि जोइन्ट अफिस नै क्लोज भयो। नोभेम्बर 2016 मा इन्डियन गभर्नमेन्ट वाटर एन्ड पावर कन्सल्टेन्सी वापकसले डिपिआरको ड्राफ्ट तयार गर्यो। त्यो ड्राफ्टमा पञ्चेश्वरको क्यापेसिटी 5600 मेगावाट प्रपोज गरेको थियो। 5600 मेगावाट यो त अहिलेसम्मकै हाम्रो देशमा रहेको बिजुली भन्दा अबाउट 3 गुणा धेरै थियो। हामी अनुमान गर्न सक्छौँ कि पञ्चेश्वर बन्यो भने कति धेरै फाइदा नेपालले हुन सक्छ।